एसेट्स सम्पत्ति सेक्युरिटिज कसरी बन्छ? के तपाईको घर जग्गा वा सुनलाई सेक्युरिटिज बनाउन सकिन्छ? हो, सकिन्छ, तर यो सिधै हुँदैन। कसरी हुन्छ? जस्तै मोर्गेज ब्याक सेक्युरिटिज भनिन्छ, एमबीएस। मानौ ब्याङ्कले 100 वटा घरको ऋणलाई एकमुष्ट बन्डल गरेर 50 करोडको बोन्ड बनायो। यो बोन्ड चाहिँ के भयो? अब सेक्युरिटिज भयो। तर घर आफै चाहिँ के भएन? सेक्युरिटिज भएन। दोस्रो नम्बरमा के पनि हुन सक्यो? एसेट्स ब्याक सेक्युरिटिज, एबीएस। उदाहरण सुनको मूल्यमा आधारित ETF, एक्सचेन्ज ट्रेडेड फन्ड। यो सेक्युरिटिज हो, तर तपाईको 10 तोला सुन चाहिँ के होइन? सेक्युरिटिज होइन। अर्को डिभाइस हुन सक्छ रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट, REIT। मानौ कुनै कम्पनीले तपाईको जग्गामा अपार्टमेन्ट बनायो र त्यसको शेयर नेप्सेमा बेच्यो। तपाईले त्यो शेयर किन्नुभयो भने त्यो सेक्युरिटिज हो। नेपालमा अहिले REIT छैन, तर भविष्यमा सम्भव छ। अर्को डिभाइस हुन सक्छ इन्टेन्जिबल एसेट्स। तपाईको पेटेन्ट वा ट्रेडमार्कलाई कम्पनीले मूल्याङ्कन भ्यालुएसन गरेर बोन्ड वा शेयर बनायो भने त्यो पनि के भयो? सेक्युरिटिज भयो। सम्पत्ति आफै सेक्युरिटिज होइन, तर तिनलाई वित्तीय उपकरण, फाइनेन्शियल इन्स्ट्रुमेन्टमा बदलेर सेक्युरिटिज बनाउन सकिन्छ। नेपालमा सेक्युरिटिजको स्थिति। नेपालमा अहिले सेक्युरिटिज भन्नाले मुख्यतया शेयर, बोन्ड र म्युचुअल फन्ड हुन्, जुन नेप्सेमा किनबेच हुन्छ। REIT, ETF, MBS, ABS जस्ता संरचना अहिले छैन, तर सेबनले र नेप्सेले यस्ता नयाँ अवसर ल्याउने प्रयास गरिरहेका छन्। भविष्यमा तपाईले जग्गा वा सुनमा अप्रत्यक्ष रूपमा लगानी गर्न सक्नुहुन्छ, जस्तै REIT, ETF मार्फत। यो भिडियोले तपाईलाई सम्पत्ति र सेक्युरिटिज बुझ्न कतिको सहयोग गर्यो? कमेन्टमा भन्नुहोस् र यस्तै रोचक जानकारीको लागि च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। बेल आइकन थिच्नुहोस् र भिडियो लाइक गर्नुहोस्।